सो गाइस आज मैले यस्तो पहिलाको पुरानोको याद आएर बनाएको भिडियो। आज यहाँबाट चाहिँ अब काठ ओसार्दैछ है, माथि सुरुङमा लानको लागि गाइस। अब दुईटा भन्दा बढी सक्दैन होला, किनभने ट्रक एकदम लोड पर्यो भने यस्तो बाटो छ। नेपालको बाटो कस्तो छ त्यस्तै छ है गाइस। ल गाडी हिँड्यो है गाइस। उकालो चढ्न सक्दैन यार। ल गाइस गाडी जाँदैछ है गाइस। ल माथि सामान पुर्याउनलाई दुईटा भन्दा नआटिने भयो ट्रकलाई। यस्तो छ गाइस। के झरिहाल्यो जान। ल यहाँबाट चाहिँ गाइस होइन झरिहाल्यो। ल यहाँबाट माथि होइन गाइस। टिटिट तेरिको सामानै बाटै अब यस्तो छ गाइस, के गर्ने। सामान झरिहाल्छ के अड्क्यो फेरि। टिटिट आबे मेरो गाडी त अड्क्यो त यहीँ। लोड बढी बोक्यो यार गाइस। टिटिट दहै आयो अब सुरुङ मार्गमा माथि प्रोजेक्ट पुग्दैछ होइन गाइस। सामानहरू लिएर जाँदैछ होइन। कति सामान झरेको के। यस्तो बाटो यस्तो छ गाइस, के गर्ने अब। नेपालको बाटो है। ल गाइस ल गाइस आइपुग्न लाग्यो है सामानहरू चाहिँ। ल गाइस ल गाइस यहाँ पनि छ सामान चाहिँ छन चाहिँ। अब यो भित्र सुरुङभित्र पुर्याउनु पर्छ गाइस है यहाँबाट। ल यहाँबाट सुरुङभित्र छ है। यो सुरुङभित्र पुर्याउने हो, सामान यहीँ राख्ने हो। अब गाडी फर्किन्छ। ल गाडी फर्क्यो गाइस है। यहाँ बसेर चाहिँ अब ल अब कति दिन लाग्ने हो यो सामान ओसार्नलाई अझै पनि। धन्यवाद।